एभ्रिवान सेवानी हजुर सम्पूर्णलाई धेरै धेरै स्वागत छ अनि आफ्टर अ लङ टाइम मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ है। सो आज चाहिँ हामी दिदीबहिनी सबैजना घुम्न जाँदैछौँ, तपाईँलाई देखाउने छु। ल सो हजुरहरूलाई म देखाउने छु कहाँ जाँदैछु भनेर हेर्दै गर्नुहोस् है। सो गाइज हामी चाहिँ फाइनली आइसकेको छ हाम्रो लोकेसनमा र हामी चाहिँ आएको एफआरआई है घुम्नको लागि आएको। आज चाहिँ हामी दिदीबहिनीहरू सबैजना अनि यहाँ चाहिँ एकदमै ठुलो म्युजियम जस्तो छ अनि सराउन्डेड बाई अब यस्तो है नेचर, यस्तो राम्रो फुलहरू छ साथीहरू हो। सो हामी चाहिँ हाम्रो टोलीलाई भेटेको छैन हो, अब चाहिँ हामी जाँदैछौँ। यहाँ हाम्रो पूजा दिदीले चाहिँ एकदम पूजा दिदी यहाँ ऊ बोडा बोकेर आएको छ। पूजा दिदीले चाहिँ के ल्याएको छ बोडा। यहाँ चाहिँ हामीले टोली भेटिसकेका छौँ साथीहरू, सबैजना दिदीबहिनीहरू मात्रै आएको आज चाहिँ है। हामी चाहिँ एन्ट्री गरिसकेको छ साथीहरू, सबैजनाले आफ्नो आफ्नो झोलाहरू बोकेर हिँडिसकेको छ हो। अनि मैले पनि यहाँ झोला त बोकिरहेको छु। बोरावालीहरू यहाँ दुईजना चाहिँ हेर्नु साथीहरू, हामी चाहिँ आफ्नो पिकनिक स्पटमा आइसकेको छ र यहाँ दिदीहरूले चाहिँ बेडसिटहरू ओछ्याउनु हुँदैछ हो। हामी चाहिँ यो रुखको छेउमा बसेको छ। हाम्रो सामानहरू चाहिँ हो त यस्तो भएको छ है। ल यहाँ चाहिँ यस्तो दामी ठाउँ छ है साथीहरू, एकदमै ठुलो म्युजियम छ साथीहरू है। यहाँनिर चाहिँ हामी त्यसकै अपोजिट साइडमा चाहिँ बसेको छ। के हो अलिक जसले भन के हो? मोमो। यहाँ चाहिँ दिदीहरूले भाग लाउनु हुँदैछ है। यहाँ चाहिँ हाम्रो मोमो छ साथीहरू। अनि हामी चाहिँ सबैजनाले स्न्याक्सहरू खानु सुरु गरिसकेको थियो र हामी एकदमै धेरै इन्जोय गरिरहेको थियो है। कोही बेला यसरी जाँदाखेरि पनि एकदमै धेरै इन्जोय हुन्छ है। रुममा मात्रै बसिराख्दाखेरि पनि एकदमै धेरै बोर हुन्छ नि त। र हामी दिदीबहिनीहरू मिलेर चाहिँ अस्ति नै प्लान गरेको थियो है र आज हाम्रो प्लान चाहिँ सक्सेसफुल भयो। एकदमै धेरै इन्जोय हुन्छ कोही बेला यसरी ड्राई पिकनिकहरू जाँदाखेरि है। आफ्नो सुख दुःखको कुराहरू हुन्छ है र हामी दिदीबहिनीहरूको चाहिँ कहिले पनि गफै टुङ्गिँदैन हो साथीहरू, जहिले नि यस्तै हो हामी चाहिँ। र हाम्रो चाहिँ यहाँ अब पुलाउ पनि आइसकेको छ हो। यहाँ ड्याम्मै भइसक्यो हौ साथीहरू। आज कस्तो टन्नै भयो कि स्न्याक्स खाँदै, अन्त एकछिन हिँडेको म चाहिँ कस्तो टन्नै भन्दा पनि टन्नै अब अति नै भएर चाहिँ एकछिन हिँड्दैछु साथीहरू। म चाहिँ यहाँनिर चाहिँ पुलाउ डिस्ट्रिब्युट हुँदैछ। हामी चाहिँ फोटो भिडियो खिचेर एकदमै हत्तु भएर बसिरहेको छु साथीहरू हो। यहाँ बिजोग भएर बसिरहेछ हो। अरू त्यहाँनिर फोटो खिच्दैछ, हामी चाहिँ हत्तु गरममा तातेर पुरा टाउको तातेर चाहिँ बसिरहेछ साथीहरू। अहिले अब कहाँ कहाँ घुम्ने चाहिँ तपाईँहरूलाई देखाउँदै जानेछु है। एफआरआईको फुल फर्म चाहिँ फरेस्ट रिसर्च इन्स्टिट्युट हो है र यो चाहिँ अस्ति बन्द थियो, 1-2 हप्ता मात्रै हुँदैछ खुलेको है। र मेन कुरा चाहिँ यहाँनिर चाहिँ स्टुडेन्ट अफ द इयरको चाहिँ सुटिङ भएको हो होइन। एकदमै राम्रो जग्गा छ है साथीहरू, तपाईँलाई घुम्न आउनु छ भने चाहिँ आउनु सक्नुहुनेछ। एकदमै मजाले फुलहरू पनि फुलिरहेको छ अहिले चाहिँ। र हामी भित्र म्युजियममा चाहिँ जानु पाएन, अलिकति ढिलो भएको कारणले गर्दाखेरि। सो नेक्स्ट टाइम आएछु भने तपाईँलाई म्युजियम पनि देखाउने छु। एन्ड डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब। बाई बाई।